शिक्षक शिक्षिकाहरू दूध र पानीको मिश्रणबाट शुद्ध दूध छुट्याउनु उठ्नुभएका निर्णायक मण्डलज्यूहरू, आमाबुवा दाजुभाइ दिदीबहिनी लगायतका अभिभावकज्यूहरू, मसँग प्रतिस्पर्धा गर्न उठ्नुभएका प्रतिस्पर्धी रहने सम्पूर्ण साथीहरू, म सर्वप्रथम श्री शान्ति आधारभूत विद्यालय स्वयं मोदीको खड्काको तर्फबाट स्वीकार्नुहोस् न्यानो न्यानो अभिवादन सहितको नमस्कार। बालमती शिक्षण सिकाइको लागि सरकारहरूको भूमिका अनि मूल शीर्षकको वक्तृत्व कलाम भाग लिई आफ्ना मनमा लागेका र मस्तिष्कमा लागेका कुराहरू यहाँ समक्ष राख्नु पर्दा मलाई आशा गर्व महसुस भएको छ। सर्वप्रथम त म बालमती शिक्षण सिकाइ भनेको के हो यहाँ समक्ष प्रस्ताउन चाहन्छु। सभाध्यक्ष महोदय, बालबालिकाहरूको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभूमि आदि पक्षहरूलाई ध्यानमा राखी सिक्ने सिकाउने वातावरण तयार गरेर प्रदान गर्ने सिकाइलाई बालमती शिक्षण सिकाइ भनिन्छ। प्रत्येक बालबालिकाहरूले आफूलाई भौतिक रूपमा सुरक्षित, संवेगात्मक रूपमा संरक्षित र मनोवैज्ञानिक रूपमा मनोबल उच्च महसुस गराउने वातावरण भएको सिकाइलाई बालमती शिक्षण सिकाइ भनिन्छ। सभाध्यक्ष महोदय, रविन्द्रनाथ टैगोरले भनेका थिए, डोन्ट लिमिट अ चाइल्ड टु योर ओन लर्निङ फर ही वाज बोर्न इन एन्डर टाइम। अर्थात् बालबालिकाहरूलाई तपाईँ आफ्नो सिकाइको दायराभित्र सीमित नगर्नुहोस्, किनकि उनीहरू पछिल्लो समयमा नै जन्मेको हो। माथिल्लो भनेबाट यो प्रश्न हुन्छ भने हामी वयस्कहरूको परिवेश, वातावरण र आज 21औं शताब्दीको बालबालिकाको परिवेश बीच धेरै भिन्नता छ। सभाध्यक्ष महोदय, बालमती शिक्षण सिकाइको लागि विद्यालयले सर्वप्रथम बालमैत्री विद्यालयको अनुभूति दिलाउनु पर्दछ। बालमैत्री विद्यालयले मात्र एउटा यस्तो कसिलो र बलियो परेका सिर्जना गर्न सक्छ। धारा 17 मा उल्लेख भए अनुसार स्वतन्त्रताको अग्र धारा 39 मा उल्लेख भए अनुसार बालबालिकाको मौलिक सम्मति हक